यो कार्यक्रमलाई भव्य र सभ्य रूपले देखाइदिनका निम्ति म हार्दिक अनुरोध गर्दछु। यहाँहरूलाई यो कठिन यात्रामा आउँदा हामीले सबै सुविधाहरू दिन सकेका छैनौँ। अनवरत प्रयासको बावजुद पनि हाम्रा सर्देय बुवा आमा दाजुभाइ दिदीबहिनीहरू सुरुमा कलश यात्राको पूर्व विस्तार गर्ने हाम्रो एउटा जमात छ। यो सुरुवात हो। अब हामीले यसलाई अगाडि बढाउन र हामीलाई हरेकको क्रममा धेरै सहयोग प्राप्त भइरहेका छन् र पहिलो आजको पहिलो